लाई फेरि पनि स्वागत गर्न चाहन्छु अर्को नयाँ कफीको भिडियोमा। आज मैले चाहिँ धेरै साथीहरूले क्वेसन गरिराख्नु भएको छ, यो कसरी आँट लगाउने हो, कसरी स्टिम गर्ने हो, आदि इत्यादि धेरै कुराहरू छ। तपाईँहरूलाई धेरैचोटि मैले भनिसकेको छु, दुध यसरी स्टिम गर्ने हो, यति ग्राम कफी बिन्स हुनुपर्छ, यस्तो हुनुपर्छ, हलानु हुनुपर्छ, फलानु हुनुपर्छ, डिस्कानु हुनुपर्छ। तपाईँहरू एकदमै राम्रोसँग केयर गरेर चाहिँ भिडियो हेर्नु हुँदैन कि। भिडियो भनेको एकदमै केयरसँग हेर्नुहोस्, एकदमै वाच गर्नुहोस्, तब गएर तपाईँहरूलाई थाहा हुन्छ है त। हेरौँ आज फेरि तपाईँहरूको रिक्वेस्टलाई फेरि मैले चाहिँ आत्मसात गरेर भिडियो बनाइदिएको छु। अब राम्रो कुराहरू फेरि हामीले चाहिँ धेरै राम्रोसँग हेर्दैन क्या, नराम्रो कुरा चाहिँ धेरै राम्रोसँग हेर्छ। हाम्रो बानी त्यो हो होइन। जो कुराले आफूलाई चाहिँ बेनिफिट मिल्छ त्यो कुराहरू चाहिँ होइन हेर्ने। मैले चाहिँ यो नादिकको फुल फ्याट दुध युज गर्छु होइन। अब तपाईँहरूले अब पाउन युज गर्नुहुन्छ कम्पनीको अनुसार। यता एस्प्रेसो चालु हुन्छ अनि यता चाहिँ दुध स्टिम गर्न चालु गर्नुपर्ने हुन्छ होइन, किनकि दुइटैको एकदमै ब्यालेन्स भयो भने राम्रोसँग ऊ पनि हुन्छ। पहिला चाहिँ यसरी फुल तरिकाले हावा खोलिदियो होइन, त्यहाँदेखि पछि चाहिँ स्टिम गर्न चालु गरेँ यहाँबाट। यसरी यो टिचरलाई चाहिँ नि हल्का तरिकाले यसरी माइल गर्नुभयो भने, मेन भनेको यो साउन्ड नै आउनु पर्यो र यसरी दुध चाहिँ घुम्नु पर्यो कि होइन।